पुनर्निर्माण भनेको सरकारको र राज्यको प्राथमिकता हो। कसैले सहयोग गर्छ भन्ने त्यो सहयोग नकुरिकन हामीले काम प्रारम्भ गरिसकेका छौँ। तपाईँले देख्नु भएको भए यहाँ बाहिर यही मन्त्रालयमा पनि अर्थ मन्त्रालयमा पनि पुनर्निर्माण गर्नको निमित्त काम प्रारम्भ गर्न सरसफाइको काम प्रारम्भ गरिसकेका छ। बाहिरपट्टि व्हाइट वास सुरु गरेको पनि पुनर्निर्माणकै काम हो। त्यसकारणले रकम आउला र पुनर्निर्माण सुरु गरिएला भनेर हामीले पर्खेर बसेका छैनौँ। कतिपय प्रहरी कार्यालयहरू, त्यसपछि न्यायालयहरू, अदालतहरू ती तुरुन्तै पुनर्स्थापन गर्न पर्नेछ। त्यसमा आफ्नै बजेटबाट काम गर्दै जानु, केही गरी पुगेन भने अर्थ मन्त्रालयले थप बजेट चाहिँ दिन सक्छ। अर्थ मन्त्रालयले खर्च गर्न नसकिने, खर्च गर्न नहुने, अनुपयुक्त, अनुत्पादक, भ्यालु फर मनी नभएका आयोजनाहरूलाई अहिले स्थगनमा राखेको छ। कतिपय रोका राखेको छ। स्थगन भनेको पछि पैसा पनि भयो, खर्च गर्ने क्षमता पनि भयो भने त्यसलाई हामीले फुक्का गर्दै जान्छौँ। अहिले चाहिँ अब निर्वाचन गर्नको निमित्त र पुनर्निर्माण गर्नको निमित्त त्यो रकमले पनि पुग्छ। यो चाहिँ विश्वभरि रहेका नेपालीहरूले हामी यो महाअभियानमा भ्रष्टाचार शुद्धिकरण गर्नको निमित्त जेनजी पुस्ताले गरेको मागलाई अब नेपालको राज्य प्रणालीले वास्तवमा भन्यो भने सम्मानीय राष्ट्रपतिको ठुलो भूमिका छ। उहाँले यसलाई एउटा बैठानमा ल्याउनु हो। त्यो कमिटमेन्ट सहित चाहिँ नयाँ सरकार बने हुनाले नयाँ सरकारले एकातिर भ्रष्टाचार निवारण पनि गरोस्, निर्वाचन समयमा सम्पन्न पनि गरोस् र उहाँहरूलाई त्यो स्रोत केही गरी अभाव भएर पुनर्निर्माण राम्रोसँग भएन भने त्यसको निमित्त हामी सहयोग गर्न, दिल खोलेर सहयोग गर्न तयार छौँ भने हामीले यो कोष चाहिँ खडा गऱ्यौँ। यो कोषमा रकम आउँदै गर्छ। यो कोषको रकम पनि हामी प्रयोग गर्छौँ, तर यसलाई कुरेर चाहिँ बस्दैनौँ। यो कोषको प्रयोग कसरी गरिन्छ भन्ने विषयमा अहिले मान्य प्रतियोजना मन्त्रीले जवाब दिनुहुन्छ। त्यसमा सन्तुलन र नियन्त्रण भन्छ नि, चेक एन्ड ब्यालेन्स, त्यो मिलाउनको निमित्त यसको नीतिगत र व्यवस्थापकीय पक्षको नेतृत्व अर्थ मन्त्रालयले गर्ने, यसको सञ्चालन पक्षको नेतृत्व चाहिँ शहरी विकास सचिवले गर्नुहुन्छ। उहाँ यसको चाहिँ कार्यान्वयन उहाँले गर्नुहुन्छ। गाइडेन्स गर्ने, पैसा रिलिज गर्नको निमित्त सहयोग गर्ने अर्थ मन्त्रालयले गर्छ र कोषको ओभरअल सञ्चालन हाम्रो केन्द्रीय कोष प्रणालीबाट एउटै खाताबाट हुन्छ। त्यो चाहिँ महालेखा नियन्त्रक कार्यालयले गर्छ। हस्, धन्यवाद। अर्को चाहिँ तपाईँले के भन्नुभएको थियो के अरे, ए गुनासो कसरी कार्यान्वयन हुन्छ? यो त यस्तो हो, कार्यान्वयन विधि भनेको इमान्दारिता हो। जस्तै मैले प्राप्त गरेका गुनासो मध्येमा 77,000 गाउँपालिका नगरपालिकाका इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सूत्रबाट रोकिएर बसेर कतिपय ठाउँमा भुक्तानी नभएको, तलब नपाएको 77,000 बाँकी रहेछ। गुनासो आउनु बित्तिकै त्यो घटेर अहिले 6,000 मा झरेको छ। आज साँझसम्म सबै पेमेन्ट हुन्छ। कामको तागिदा गर्ने होइन, विधि त्यही हो। पहिला गुनासो लियो, सुनियो, पत्र पठाइयो, तोक लगाइयो, थन्केर बस्यो। अहिले त्यो भएको छैन। एभ्री एक्सन, एभ्री गुनासो हेज बिन टेकन एक्सन। त्यही हो। यहाँ मन्त्रीजीले पनि त्यही गर्नुहुन्छ। उहाँले ठाउँमै जानुहुन्छ, के गर्नुपर्ने गर्नुहुन्छ। अब त्यहाँ कानुन चाहिँ पालना गर्नुपर्छ। हामीले सबै कानुन प्रक्रिया पालना गरेर गरेका छौँ। सबै कुरा मेरो सजिलोलाई जानकारी हुन्छ। उहाँले प्रणाली मार्फत चाहिँ त्यो गराउनुहुन्छ। यहाँ कुनै त्यो तानासा जस्तो आदेश, मौखिक आदेशको भरमा काम चाहिँ हुँदैन। अब उहाँहरूले लिखित के अरे उजुरी गर्ने माध्यम विभिन्न छ। यो इमेल गर्दाखेरि फाइदा के हुँदो रहेछ भने गोप्य राख्ने, मतलब के भने अब नामै उल्लेख नगरिकन बेनामी उजुरी गरिदिएर कुनै कर्मचारीलाई बिना सिद्धिमा कारवाही गर्ने अवस्था चाहिँ यसले आउँदो रहेछ। त्यो राम्रो पनि भएको छ। त्यही भएर गुनासो गर्ने मान्छे पनि धेरै रेस्पोन्सिबल हुनुभएको छ। अब यो भनिरहेको बेलामा मैले के भने नेपाली नागरिकहरूमा गुनासो मात्रै गर्ने प्रवृत्ति रहन्छ। 60% बढी सुझावहरू विकासमुखी छ। यस्तो नीतिमा सुधार गरिदिए हुन्थ्यो, यो काम गरिदिए हुन्थ्यो भन्ने छ। ती कतिपय सुधारहरू हामीले अहिले भएसम्मका गरेका छौँ, कतिपय दीर्घकालीन छौँ। त्यही भएर यो व्यवस्थापकीय तीव्रता होइन, एजाइल के थाहा पाउने बित्तिकै एक्सनमा गइहाल्ने, त्यसले काम गर्ने हो। हस्।